बाबा है अब म ठुलो भइसक्यो हुन्छ मेरो छोरी ठुली भइसक्यो के अब के गर्ने विचार छ छोरी मेरो विचार त पहिला जाने जान्छस् तेरीमा पुल धेरै परेर ठुलो मान्छे बन्छु भन्ने छैन पहिला जान्छु जान्छु त नि के गर्नुहुन्छ तपाईले मलाई के गर्छु भन्ने कुरा त मलाई मात्रै थाहा छ अबदेखि देख न एउटा नयाँ चप्पल किन्दैन देख न अनि म पनि हेर्छु कहाँ दादा रहेछस् पहिला मलाई मेरो टन्नरीले किन्दैन छ नि आज लाए छोरी हजुर तिमी ठुलो भएर के भन्ने विचार छ म त यो गाउँको नेता बन्छु ए भनेपछि नेता बन्ने भई मेरो छोरी अनि नेता बनेर के गर्छौ यो गाउँ बेच्दैछु बेच्छस् तेरीमा यो गाउँ नेता बन्दैमा के यो गाउँ बेच्न पाइन्छ नि पाइन्छ नि नेता बन्छु भन्छ दिमाग सिमाग छैन कसलाई दिएको र मेरो दिमाग कुन नि त कसलाई दिएको आफ्नो दिमाग ए ओ म त फेरि एमालेको झोले हो नि आशा लाए बाबा है आज तपाईको बर्थडे हो र आज मेरो बर्थडे हो के म जन्मेको दिन हो र ह्यापी बर्थडे टु यु बाबा थ्याङ्क यू छोरी अनि खोइ त मलाई मिठाई मिठाई सिटा छैन मिठाई त बन्द दाँतले किरा खान्छ त्यसो भए पिटाई खाम म त हरामी छु बाबा है अब हामी नेता बनमै बन्दैन नेता सेता बनम के तपाई घन्टीका बन्नुमा एमालेको भन्छु हेर छोरी मलाई चाहिँ घन्टीको बनाऊ कि चाहे एमालेको बनाऊ चाहे काङ्ग्रेस बनाऊ म चाहिँ नेता बन्नेवाला छैन तिमी बन्ने भए बन म चाहिँ साधारण जनता हो त्यसो भए खोइ त मलाई नमस्ते गरेको म त एमालेको नेता हो नि ओ बाबा है ल बस्नै नलागे लौ कहाँ जाने हो र तिमी म त इन्डिया जाने हो के अलि होसले कुरा गर कोसिङ जान्छस् इन्डिया टन्नरसित जान्छु नि है लौ कहाँ जाने हो र तिमी अलि होसले कुरा गर कोसिङ जान्छस् इन्डिया है बन्दैन नेता सेता हेर छोरी मलाई घन्टी होस् चाहे एमालेको होस् चाहे काङ्ग्रेसको बनोस् म चाहिँ नेता बन्नेवाला छैन तिमी बन्ने बन्नु म चाहिँ बन्नु साधारण जनता हेलो एभ्रिवान गुड मर्निङ हामी चाहिँ बाउछोराको तर्फबाट गुड मर्निङ भनिदिउँ छोरो गुड मर्निङ भनिदिउँ हामी बाउछोराको तर्फबाट सबैलाई गुड मर्निङ भन्न चाहन्छु अनि यता बुढीको तर्फबाट पनि गुड मर्निङ भन्न चाहन्छु
एकचोटि गुड मर्निङ भनिदेऊ नि त बुढी भनिदेऊ न मेरो फ्यान फलोवरहरूलाई गुड मर्निङ अलि राम्ररी क्या त्यो भएन मेरो छोराले फेरि यहाँ हेरिरहेछन् पिङ्के मेरो छोराको हाँसो फेरि हो क्या मोबाइल चाहिन्छ मोबाइल देख्यो भने त झम्टिने फेरि छोरा होइन गएको होला नि अनि त्यसपछि मोबाइल देखे त छोरो झम्टिने हो होइन हातले कस्तो गराइरहेको छ छोरो परबास परबास ऊ त्यहाँ खाऊ ऊ त्यहाँ प्लास्टिकमा सानो प्लास्टिकमा छ त अनि अब चिया खाने हो अब चिया पनि खाइराखेन अब चाहिँ चिया खाने हो टक्क अब चिया खाएर आज चाहिँ के गर्दै हुनुहुन्छ तपाईँहरू आज चाहिँ साउने सङ्क्रान्ति हजुरहरूलाई सम्पूर्णलाई साउने सङ्क्रान्तिको शुभकामना हजुरहरूलाई सबैलाई अनि के छ कस्तो हुनुहुन्छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला कचा मात्र छेर कोचो ला अनि छोरोले फेरि एक मिसिट त्यहाँ फेरि खेलाउन छ नि त छोरोको त्यहाँ टङ्गाइदिएको अनि त्यही मात्रै हेरिरहेछ है अनि यसरी मोबाइल देखाइदियो नि त फेरि छोरा त फेरि दे ला